केटाहरूको राइडमा दामी भइरहेछ दामी 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 Hello and namaste beautiful people, welcome back to my new vlog, new episode है नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। सो आज शनिबार कहाँ जान्ला भनेर तपाईहरुले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला हैन। सो त्यही पनि भनिदिउ न हैन। आज चाहिँ म राइड जाँदैछु, ग्रुप राइड हो हाम्रो चाहिँ। कहिलेदेखिको वेटिङमा थिएँ क्या म यो ग्रुप राइड चाहिँ है। सो फाइनली आज चाहिँ पुरा हुँदैछ भनौँ। म चाहिँ कपन जाँदैछु है। अनि कपनमा गएर सबलाई भेट्नुपर्छ, मिटअप पोइन्ट त्यहीँ राखेको छ। अनि बाँकी चाहिँ भक्तपुरमा भेटिन्छ क्या, भक्तपुरको दरबार थकाली भन्ने ठाउँमा। अनि हिजोआली चाहिँ पानी पनि परिरहेको थियो। सो भ्लगलाई चाहिँ अन्तिमसम्म हेर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। अब म्याप हेर्दै जान्छु म, लोकेसन चाहिँ कपन देखाएको थियो, मिटअप पोइन्ट है। आज राइड चाहिँ के कस्तो भन्दाखेरि चाहिँ ग्रुप राइड हो। कोसँग भन्दाखेरि चाहिँ एसजिबी ग्रुपहरूसँग हो होइन। उहाँहरूले हामी जस्तो मान्छेलाई चाहिँ अब एउटा चान्स दिनुभयो, ग्रुपमा एड गर्नुभयो होइन, ग्रुपमा मेम्बरसिप लिने मौका दिनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विगत 9 वर्षदेखि राइड गरिरहनु भएको ग्रुपहरू हुनुहुन्छ उहाँहरू चाहिँ है, एसजिबी। आजको राइड बवाल रमाइलो हुनेवाला छ केटा हो है। अन्तिमसम्म मजाले हेर्नु होला। आजको राइडमा चाहिँ खालि बाइकमै मात्रै राइड हुनेवाला छ क्या। सायद अब कतिजना हुन्छ, 10-15 जना चाहिँ हुन्छ होला हाम्रो ग्रुपमा। हेरौँ, लेट्स सी। पेट्रोल हाल्नुपर्ने छ अहिले, बाटोमा कतै हाल्नुला। सो राइड चाहिँ इन्जोय गरिदिनु होला आजको मजाले। आजको राइड बवाल रमाइलो हुनेवाला छ। यतै कतातिर छ लोकेसन, म लोकेसनमा पुग्न लागिसकेँ है। अब को कतिजना आउनु भएको रहेछ थाहा भएन। यतै हो त यार। हेलो, सबैजना त्यहीँ हुनुहुँदो रहेछ। हेलो सबैजनालाई, वेलकम टु माई भ्लग। वेलकम टु माई भ्लग दाइ, जङ दाइ। वेलकम 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 सर, वेलकम। कतिखेर आइपुग्नु भयो दाइहरू? ए जस्तो गाइज हाम्रो केटाहरू चाहिँ हो होइन। अब बाँकी टोली आउनै बाँकी छ अझै। अब एकछिन भेटौँला हामी चाहिँ अहिले। सो गाइज अब चाहिँ हामी रेडी भइसक्यो है निस्किनलाई। ल सो अब निस्किन्ला। हामी सब लाइन अपमा हिँड्छौँ है डिसिप्लिनको साथ। आकाशले हेर न, कालो कालो बादल देखाइरहेको छ, तर नि बाल छैन हामीलाई। अब उहाँले अगाडि लिड गर्नुहुन्छ अनि एकजना उहाँ मार्सलले चाहिँ पछाडि लिड गर्नुहुन्छ क्या। राइड सेफ हो गाइज है। म चाहिँ लास्टतिरै हिँड्छु किनभने एङ्गल मिलाउँदै हिँड्नुपर्ने हुन्छ। अब यहाँबाट हामी भक्तपुर जान्छौँ, भक्तपुरमा ब्रेकफास्ट गर्छौँ दरबार थकालीमा। अनि नगरकोट हुँदै सुकुटेतिर आज सर है त केटा हो। भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला, मजा आउनेवाला छ आज राइड। सो ल केटाहरू निस्क्यो। सो फाइनली राइड सुरु भइसकेको छ है। अब अघि भने जस्तै त हो नि। सो अब हामी चाहिँ आज सेफ राइडै जान्छौँ। बाइक चाहिँ अलि लौडाएर होला केटा हो है। भित्रको बाटो हिँड्दैछौँ। सो अब यसरी राइड आयो भने चाहिँ नयाँ नौलो मान्छेहरू पनि चिनिन्छ नि त। अनि उहाँहरूसँग एक्सपिरियन्सहरू बटुलेर आफूले अनि हामीसँग भएको पनि अलिअलि एक्सचेन्ज गरेर होइन। केटाहरूको ग्रुप हेर न, फ्लो दामी देख्छ म्यान, फ्लो दामी। हेर त अगाडिसम्म छ हाम्रो।
गइरहेछौँ। विमानस्थल मेरो राइट साइडमा छ। सो NS 400 बब्बाल छ, 60। पेट्रोल यहाँ हाल्नु पर्यो है, अब पेट्रोल चाहिँ हाल्नु पर्यो। ओके, यहाँ चाहिँ पुरा दौडिरहनु भएको छ क्या, म्याराथन समथिङ कसैको लागि होला यो चाहिँ है। वहाँ तलदेखि छ क्या, ठाउँ ठाउँमा पानीको व्यवस्थाहरू पनि गरिदिइरहनु भएको रहेछ क्या उहाँहरूलाई। मलाई यति दौडी भने भए त म फ्याक हुन्थेँ यार, फ्याक। पुवाल छ क्या, कस्तो आउँछ आवाज? कस्तो आउँछ र आवाज? लाउड आउँछ कि हो? नाम भन्नु त? सञ्जय। होइन, यो उनीहरूलाई फोटो खिच्छ होइन, यो हामी जस्ट दिने मात्रै हो क्या, उनीहरूले केही पनि गर्दैन। रोड सेफ्टी उनीहरूले लिँदैन लिँदैन थाहा थियो। नाम, ठेगाना, नम्बर, बाइक मोडल सबैलाई थाहा छ त्यसमा। अटोग्राफ केटा यो चाहिँ आफ्नो सेफ्टीको लागि पनि हो। उहाँ माथि अहिले जहाँ रोकिएर बसिरहेको थिएँ नि म। सो हामी चाहिँ अहिले निस्किसकेको केटा हो है। अब हाम्रो सुकुटेसम्मको राइड नगरकोट हुँदै एकछिन चाहिँ पानी पऱ्यो नि त, अनि गाह्रो भइरहेको, एकछिन बस्नु पऱ्यो खाजा खाने ठाउँमै। यही भाइब्स एकदम दामी देख्छ क्या, ल हेर न, लाइन अप। आई लाइक दिस। एउटा सपना थियो है ग्रुप राइड जाने, दामी पुरा भयो। सो हामी चाहिँ अब 12 जना छौँ टोटल राइडरहरू है, 12 जना राइडर। यहाँमध्ये सबजना नयाँ नयाँ हुनुहुन्छ, अनि एसजिपी ग्रुपको चाहिँ 3 जना मेन लिडरहरू हुनुहुन्छ है, मेम्बरहरू। हेर्नु कस्तो दामी देख्छ है। वाउ, अहिले डम्मै छ केटा हो। क्लाइमेट चाहिँ राइड सुरु चाहिँ भइसक्यो हाम्रो, दामी। नगरकोट आइपुग्नु लाग्यो, नगरकोट पुग्यो भने नि हुन्छ है, टपमा आइपुग्नु लाग्यो। ओके, फाइनली हामी चाहिँ नगरकोट हाइटमा आइसक्यो है। अब यहाँ माथि गयो भने त भ्यू टावर हो। लुक एट द भ्यू गाइज है। भ्यू नदेखे पनि फग धेरै देखिरहेको छ।
वाउ द क्लाइमेट वाज भेरी सुपर्ब है। अनि राइड पनि अहिलेसम्म एकदम रमाइलो भइरहेछ। त्यस्तो ओभर कुदाएको पनि छैन कसैले पनि। बाटो चिप्लो छ होइन, बाटो चिप्लो छ, बिस्तारो जाउँ है एकदम ल, बिस्तारै है। सो बाटो चाहिँ अलिक स्लिपी छ है, सो हामीले बिस्तारै नै जान्छौँ अब। My God, the view, look at the view guys हैन। अब राइड आएपछि यतिको भ्यू देख्नु भनेको चाहिँ एकदम दामी हो केटा हो है। यस्तो क्लाइमेट हुनु भनेको अघि एकछिन पानी पर्यो, घाम लाग्यो, अहिले चाहिँ हेर्दा वाइल्ड क्लाइमेट त बवाल फगी भइछ नि। बाख्रा बाटोमा बसिरहेछ। सुताउनु हुँदो रहेछ दैट। भ्यू त यस्तो दामी देखिरहेछ है, पानी पर्या भएर चाहिँ क्लिन भएको छ क्या मौसम, एकदम सफा। सो हामी चाहिँ मजाले राइड गरिरहेको छ है अहिलेसम्म चाहिँ, मजा आइरहेको छ। यस्तै राइड खोजिरहेको थिएँ है, मजा आयो। जे होस् एसजिबी ग्रुपसँग निस्किँदा है रमाइलो भयो, मौसमले नि साथ दियो अहिलेसम्म। नछिरेपछि त छोडिदिनुपर्छ बाटो, जबरजस्ती छिराउनु हुँदैन। राइड गएको छ भने चाहिँ यति कुरा चाहिँ ध्यान दिनुपर्छ है केटा, ब्लाइन्ड ओभरटेक पनि नगरौँ। रमाइलो भइरह्यो, बोवाल रमाइलो भइरह्यो क्या। हामी चाहिँ अहिले 0 किलो भन्ने ठाउँमा आइसक्यो है। दामी मजा आइरहेछ है, बोवाल रमाइलो भइरहेछ मलाई त। सो अहिले चाहिँ हामी 0 किलोमा छौँ है, अनि बाँकी राइडरहरू चाहिँ पछाडि छ। स्ट्यान्डको स्प्रिङ झरेर क्या, अनि त्यही भएर ल केटाहरूको राइडमा दामी भइरहेछ। बिस्तारै दाजु वाइल हाल्नुहुन्छ दाइहालेर। मिठो
पछाडि पछाडि चाहिँ पछाडि सो ब्लाइन्ड ओभरटेक गर्दा चाहिँ यस्तो कुरामा ध्यान दिनुपर्छ उता गाडी आएको छ होइन अब यहाँ त हेर्ने ठाउँ छ नि त टक्क हेर्न मिल्यो गाडी आएको कि छैन अब हेर्न नमिल्ने ठाउँमा चाहिँ टक्क ओभरटेक गर्नु भएन नाइस नाइस यहाँ चाहिँ अलिकति पुस गर्नुपर्छ क्या किनभने बाटो सिधै छ यस्तोमा चाहिँ ओभरटेक गर्नु भएन क्या ब्लाइन्ड ओभरटेक किनभने यसो गाडी आइरहेको हुन्छ केटा हो है यस्तो पुस हानी बाटो बल्ल आयो नि त धेरै गाडी पनि नजाउँ हान्यो 400ले हुने चाहिँ त वाइल एकैछिन यार 2 गियरमै हानिदिन्छ यार हामीलाई त वहाँ पछाडि टक्क मिलाएर हो फेरि है दामी 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 दामी
राइड चाहिँ यतिकै मात्र हो है केटा हो है, खालि बाइकमा मात्रै हुनेछ है। सो फाइनली डोलालघाट गर्मी चाहिँ लोद रहेछ यार यहाँ। सो हामी चाहिँ त्यतिर रेस्ट गर्छौँ होला है। सो हाम्रो चाहिँ अब यहाँ जुस ब्रेक, हामी चाहिँ अब जुस खाने हो। राइड बहुत रमाइलो भइरहेछ यार। मैले अलिअलि सुकुटे अब है केटा हो, सुकुटे बिचतिर गइन्छ, रैला गरिन्छ। यहाँ चाहिँ लोड गर्मी छ यार। बाइकबाट एकछिन ओर्ल्यो भने त होइन पसिनाले चप्लक्कै, बाइक कुदुन्जेलसम्म चाहिँ हावा लाग्छ अनि शीतल। ल हाम्रो ग्रुपले चाहिँ त्यहाँ पर्मिट देखाउँदै हुनुहुन्छ क्या। सुकुटे बिच आइपुग्यो केटा हो हामी है। ल सो ओके, अब चाहिँ हामी निस्किँदैछु है। 2 बजिसक्यो, अब 3 बजीसम्म चाहिँ फर्किने भनेर प्लानमा थिएँ नि त। अब सो निस्किनु लाग्यो, एकछिन यहाँ पौडी खेल्यो, म त खेलिएन, अरूहरू खेल्यो है। अनि खानसाना खायो, लन्च सन्च गऱ्यो होइन। अब वी आर गोइङ ब्याक टु काठमाडौँ। अब बबाल राइड गर्नुपर्छ, त्यही हो, अहिले भेट्नुपर्छ है। ल निस्क्यो केटा हो, खोला एकदम फोहोर छ बर्खाले गरेर। जे होस् आज रमाइलो भयो यार केटा हो। यहाँसम्म भिडियो हेर्नु भएको छ भने चाहिँ टक्क लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला, एउटा कमेन्ट मिठो छोडिदिनु होइन। त्यही त हो नि, काउन्ट गर्नु है। 1 2 3 4 5 6 7 8 9 10 11 12, बाँकी चाहिँ पछाडि छ नि त। म चाहिँ 8 नम्बर। Wild dami good sir. Bulletले नि कुदाउँछ यार, wild दामी कुदाउँछ यार यो ब्रदरले यार।
अलि डरो पो छैन यार फर्किने बेला चाहिँ ल एउटा फोटोसुट हान्नु यहाँ One, two, three. सबैलाई थ्याङ्क यू सो मच है मेनली चाहिँ एसजिबी मेम्बरहरू अब नेक्स्ट राइड पनि फेरि जानेछौँ ग्रुप भएपछि त राइड त कति हुन्छ तर त्यसको लागि चाहिँ टक्क स्टे ट्युन भएर बस्नु पऱ्यो केटा हो है अनि यत्रो राइड एसजिबीसँग आएपछि प्लिज डु फलो एसजिबीको पेजलाई है म लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिरहेको हुन्छु इन्स्टाको फेसबुकको युट्युबको हेरेर टक्क मिलाएर राखिदिन्छु है अनि गएर पेज भिजिट गरेर फलो गरिदिनु होला एसजिबी पेज है अनि तपाईँहरू एसजिबी ग्रुपमा जोइन हुन चाहनुहुन्छ भने चाहिँ टक डु कमेन्ट अन एसजिबी पेजमा है कमेन्ट गर्दा नि भयो म्यासेज गर्दा नि भयो एसजिबीको पेजमा होइन फलो गरेपछि अनि त्यहाँको रुल्स रेगुलेसन सब भनिदिनुहुन्छ के कस्तो हो भनेर जोइन गर्नलाई चाहिँ यस्तो त्यही हो नबिर्सिकन फलो चाहिँ गरिदिनु होला केटा हो है अनि डु सब्सक्राइब टु माई च्यानल अल्सो केटा हो यहाँसम्म भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज थ्याङ्क्स टु एसजिबी मेम्बरहरू सबैलाई है अनि हाम्रो ग्रुप टिमहरूलाई पनि एकदम हार्डली थ्याङ्क यू भन्न चाहन्छु यो राइड अर्गनाइज गर्नुभयो यो इभेन्ट यो इभेन्ट राख्नुभयो होइन धेरै कुराहरू सिकियो त्यसको लागि मनदेखि नै थ्याङ्क यू सबैलाई गाइज अनि तपाईँलाई आजको भ्लग के कस्तो लाग्यो टक्क कमेन्ट डाउन बिलो है एउटा मलाई त लास्ट रमाइलो लाग्यो राइड सो गाइज अब तपाईँहरूलाई म अर्को राइडमा भेट्छु है बाई बाई सी या गाइज टेक केयर स्टे ट्युन स्टे हेल्दी गुड नाइट